हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई हाम्रो च्यानल अर्जुन च्यानलमा। आज म तपाईहरुलाई ई-सेवाद्वारा विद्युतको बिल कसरी तिर्ने भनेर अलिकति छोटो र सजिलो तरिकाले भन्न गइरहेको छु, जो तपाईहरुलाई अलि सजिलो लाग्छ। सो तपाईहरुलाई आज म भन्न चाहन्छु कि तपाईहरुले पुरानो बिलमा मेरो आईडी नम्बर, मेरो ग्राहक नम्बर के हो, युनिट कति हो, मेरो बिल कति आयो भन्ने कुरा तपाईहरुलाई धेरै अप्ठ्यारो भइसकेको थियो। त्यसैले 2020 को मेथडमा हाम्रो सिस्टमहरु चेन्ज भइराखेको हुन्छ। त्यसैले हाम्रो ई-सेवा मेथड पनि चेन्ज भइराखेको छ। ई-सेवामा नयाँ सुविधा पनि थपेको छ। त्यसपछि तपाईहरुको बिलिङमा पनि, तपाईहरुको विद्युतले दिने बिलमा पनि धेरै चेन्जेस आइसकेको छ। त्यसैले यो कुरालाई ध्यानले हेरेर मैले तपाईहरुको लागि यो भिडियो बनाएको छु। भिडियो लास्टमा हेर्नु होला, होइन भने तपाई यो कुरा मिस गरेर जानुहुनेछ। ओके, हामी मोबाइलको स्क्रिनतर्फ लागौं। वेट मोबाइलको स्क्रिनतर्फ त लागौँला, तै पनि मलाई माया गर्ने अलिकति बाटो त राख्नुस्। मैले पनि तपाईहरुको लागि भिडियो बनाउनु पर्छ। बनाउनलाई मैले तपाईहरुको यस्तो कन्टेन्ट ल्याउनलाई कमसे कम तपाईहरुले एउटा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब र बेल आइकन हिट गरेर मलाई सहयोग गर्नु होला। ओके, हामी साथीहरु, हामी आयौं मोबाइल स्क्रिनमा। मोबाइल स्क्रिनमा आइसकेपछि हामीले सिम्पली के खोल्नु पर्छ तपाईहरुलाई थाहा भएकै होला। त्यो हो त हाम्रो सिम्पली ई-सेवा एकाउन्ट। ई-सेवा एकाउन्ट यदि लगइन गर्नु भएको छैन भनेपछि तपाईहरुले आफ्नो ई-सेवा एकाउन्ट लगइन गर्न सक्नुहुनेछ। त्यसपछि हाम्रो ई-सेवा एकाउन्ट खोल्ने बित्तिकै यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि तपाईहरुको लागि यसमा थुप्रै सुविधा छ, तर थुप्रै सुविधाको लागि मैले धेरै लामो भिडियो बनाउनु पर्छ, जो तपाईहरुलाई बोरिङ हुन सक्छ। त्यसैले सिम्पली मैले अलिकति छोटो र मिठो तरिकाले यसमा तपाईहरुलाई खाली बत्तीको बिल कसरी तिर्ने बारे मात्र जानकारी दिन गएको छु। सो तपाईहरुले यसमा बल्बको आइकन देखिराख्नुहुन्छ। बल्ब जुन हामी लगाउँछौँ नि घरमा, बल्ब सीएफएल होइन, पहिलाको पुरानो रातो बल्ब हो, त्यसको आइकन देखिराख्नु भएको छ नि यसमा। हो, त्यो इलेक्ट्रिसिटी लेखेको छ त्यसको तल। हो, त्यसमा तपाईहरुले सिम्पली क्लिक गर्नुस्। क्लिक गरिसकेपछि तपाईको एनईए काउन्टर भन्छ। एनईए काउन्टर भनेपछि तपाईले बस्ने कुन जिल्लाको कुन शहर हो, त्यसमा तपाईहरुले त्यहाँको काउन्टरको नाम लेख्नुपर्ने हुन्छ। त्यसमा तपाईले जस्तै सपोज मैले अब आफू धनगढीको हुनाले धनगढीको तपाईलाई म धनगढीको हुनाले धनगढी नाम टाइप गर्छु यसमा। धनगढी हेर्नुस्, तपाईको सिम्पली आइहाल्यो यसमा धनगढी आइसकेपछि तपाईले एससी नम्बर भन्छ। एससी नम्बर तपाईहरुले साथीहरु, यो हो हाम्रो आजभोलिको नेपाल विद्युत प्राधिकरणको नयाँ बिल हो। यो बिल तपाईहरुले यसमा तपाईले आफ्नो आईडी फाइन्ड गर्नुपर्ने छ, पत्ता लगाउनु पर्ने छ। यसमा सिम्पली तपाईले अरु केही नहेर्नुस्, सिम्पली नजिक जानुस्। तपाईले यहाँ देखिराख्नु छ सीएटीजी। यानी सीएटीजी तल हाम्रो जुन अंक देखाइराछ नि, यो तपाईको हो एससी नम्बर। एससी नम्बर हो, एससी माथि लेखेको छ, तर त्यो अब मसिनको गडबडी हो कि के गडबडी हो हैन, तपाईहरुको यो चाहिँ तल आइसक्यो छ। तल आएको हुनाले तपाईले कहिले पनि फाइन्ड गर्नुस् सीएटीजी भनेर, त्यहाँनिर तल चाहिँ यसको एड गरे हुन्छ। होइन भने तपाईले सिम्पली के गर्न सक्नुहुन्छ भनेपछि तपाईले 001 जस्तै तपाईहरुको उतातिरको के छ, तपाईहरुको जिल्ला अनि तपाईको के भन्छन् नगरपालिका कोड के छ, अब त्यो चाहिँ तपाईहरुले आफै फाइन्ड गर्नुस्। तपाईको मिटरमा पनि लेखेकै हुन्छ त्यो। त्यसमा तपाईले सिम्पली हेर्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईको के छ भनेपछि सीएटीजी त्यहाँनिर जुन अंक छ त्यो चाहिँ तपाईहरुले यसमा त्यो गर्न सक्नुहुनेछ। त्यसपछि तपाईको के छ भनेपछि कन्ज्युमर आईडी भनेको छ। कन्ज्युमर आईडी भनेको तपाईको के छ भनेपछि यहाँनिर हेर्दै हुनुहुन्छ तपाई, कन्ज्युमर आईडी भनेको छ, तर कन्ज्युमर आईडी त यो पक्कै होइन माथिको। कन्ज्युमर आईडी ठिक्क त्यसको तल छ, हेर्नुस् 5 वटा अंकको होला। तपाईले जहिले पनि नोटिस गर्नु होला, 5 वटा अंक होला। त्यसमा 1 2 3 4 5 5 वटा अंकको छ साथीहरु। यो 5 वटा अंकको जुनसुकै पनि हुन सक्छ तपाईहरुको अब आईडी अनुसार। यो कन्ज्युमर आईडी अनुसार तपाईको जुनसुकै पनि हुन सक्छ। यस अंकलाई तपाईले जहिले पनि आफ्नो एससी नम्बरको तल ठ्याक्कै हुन्छ। यो दुईटा नम्बर तपाईले हाम्रो ई-सेवामा फिलअप गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईको अब यस बिलिङमा जुन नाम छ तपाईको त्यो त शो गर्छ नै। गरिसकेपछि तपाईको बिल अमाउन्ट कति छ भन्ने कुरा यसमा अब तपाईहरुले सिम्पली राम्ररी हेर्न सक्नुहुन्न भनेपछि तपाईको यो ई-सेवाद्वारा तपाईको बिलिङहरु टोटली आजसम्मको बिलिङ तपाईले हेर्न सक्नुहुनेछ।
एनईए काउन्टर भनेको तपाईहरुको नगरपालिका कहाँ बस्नु, नगरपालिका गाउँपालिका कुन क्षेत्रमा तपाईको काउन्टर बनाइदिएको छ त्यो चाहिँ तपाईले एड गर्नुपर्ने हुन्छ। अर्को छ हाम्रो एससी नम्बर। एससी नम्बर तपाईले सिम्पली अब तपाईहरुलाई यही बिल अनुसार यसै बिल अनुसार तपाईहरुले टाइप गरेर देखाइदिन्छु। सपोज एससी नम्बर यसमा छ 001 डट त्यसपछि 26 डट त्यसपछि 002 भनेर दिएको छ। त्यसपछि तपाईको कन्ज्युमर आइडी भन्छ। यसमा कन्ज्युमर आइडी लेखेको हुन्छ तपाईको यसमा बिलमा। इसिओमा चाहिँ तपाईको कस्टमर आइडी लेखेको हुन्छ। कस्टमर आइडी र कन्ज्युमर आइडी एउटै हो साथीहरु, त्यो चाहिँ तपाईहरुले बुझिराख्नुहोस्। त्यसपछि यसमा तपाईले आफ्नो कस्टमर आइडी हाल्नुहोस्। कस्टमर आइडी जस्तै यसमा 10-3-21 लेखेको छ। 10-3-21 10-3-21 लेखेको छ। यो तपाईले फिलअप गर्न सक्नुहुनेछ। यसरी तपाईको यो भर्ने कामहरु कम्प्लिट भयो। भरिसकेपछि तपाईले सिम्पली प्रोसिडमा क्लिक गरिदिनुस्। त्यसपछि साथीहरु तपाईको यस्तो इन्टरफेस आउँछ। यसमा तपाईहरुको नाम, तपाईको एससी नम्बर, तपाईको कस्टमर आइडी, कन्ज्युमर आइडी, यसमा पछिबाट कन्ज्युमर आइडी नै भनेको छ। यसमा बिलमा सुरुमा कस्टमर आइडी भन्छ, त्यो तपाईहरुले बुझ्नुहुन्न भनेर सायद तपाईहरुको लागि सजिलोको लागि त्यो इसेवाले कस्टमर आइडी भनेर लेखेको छ। त्यसपछि साथीहरु हाम्रो काउन्टर नम्बर धनगढी डीसी भनेको छ। त्यसपछि टोटल ड्यू अमाउन्ट भनेको छ। त्यसपछि हाम्रो छ तपाईहरुले यहाँ तल हेर्दै हुनुहुन्छ हैज ओल्ड बिल भनेको छ। जस्तै हैज ओल्ड बिल भनेको छ। यसरी यो चाहिँ एकजनाको हाम्रो बिल रहेछ। हाम्रो उहाँहरुकोले धेरै नतिरेको हुनाले यस्तो चाहिँ देखाइराको हो। तपाईले यसमा एउटा सिम्पली अर्को मेथड पनि छ। तपाईको हैज ओल्ड बिल कति देखाछ, जस्तै असार महिनाको कति देखाछ, तपाईको आफ्नो महिनाको गइराको तिरिसकेको महिनाको तपाईहरुको शो गरिराछ यसमा साथीहरु। यसमा तपाईले जुन महिनाको तपाईको देखाइराछ त्यो महिनाको तपाईको फिक्स कति आएको छ अनि तपाईलाई रिबेट कति लागेछ, त्यसपछि तपाईको बिल अमाउन्ट कति छ, रिबेट कति छ, त्यसपछि हाम्रो पेएबल अमाउन्ट कति छ। त्यसपछि तपाईहरुले सिम्पली साथीहरु तल मेक एडभान्स पेमेन्ट भनेको छ। मेक एडभान्स पेमेन्ट तपाईले यति तिरिसकेपछि सपोज मानिहाल्नुस् यति तिरिसकेपछि तपाईले आफ्नो होइन म 1 महिना 2 महिना 3 महिना 4 महिना 6 महिनाको या सालभरिको म अगाडि नै तिर्छु, मलाई झ्याउ भयो तिर्न, बेरी विद्युत आउनु पर्छ भन्ने जस्तो लाग्छ भनेपछि तपाईले यहाँ मेक एडभान्समा तिर्न सक्नुहुनेछ। यसमा तपाईले सिम्पली क्लिक गरेर यो अमाउन्टलाई तपाईले सिम्पली बढाउन सक्नुहुन्छ। सो साथीहरु त्यसपछि प्रोसिड गरिदिनुस्। तपाईको प्रोसिड गरिसकेपछि तपाईको बिल अमाउन्ट तपाईको प्रोसिड गरिसकेपछि साथीहरु तपाईको बिल तिरिन्छ। तिरिसकेपछि तपाईको यहाँ कम्प्लिट भनेर आउँछ। म अहिले उहाँको अहिले तिर्दैन किनभने तपाईहरुलाई एक्जाम्पलको लागि मात्र, उदाहरणको लागि मात्र मैले तपाईहरुलाई बुझाइदिएको हुँ। ओके साथीहरु, नेक्स्ट यस्तो विषयवस्तु तपाईहरुको रिक्वेस्टमा फेरि आउँछ भनेपछि म पक्कै नै तपाईहरुको लागि भिडियो बनाउने छु। ओके, सायद तपाईहरुले आजको भिडियोबाट धेरै कुरा सिक्नुभयो होला किनभने पुरानो मेथड र नयाँ मेथडमा फरक पर्यो होला है। तपाईले पहिला बत्तीको बिल फाइनल गर्नुपर्ने हुन्थ्यो तर आजभोलि चाहिँ तपाईहरुले आधा गरेर पनि तिर्न सक्नुहुन्छ भनेर जानकारी बुझ्नुभयो हो कि होइन? हो भने मेरो च्यानललाई लाइक गर्नुस्, सब्स्क्राइब गर्नुस्, कमेन्ट गर्नुस्, शेयर गर्नुस् अनि लास्टमा बेल आइकनलाई अलमा राखेर हिट गरिदिनुस् किनभने यस्तो नयाँ जानकारीहरू म तपाईहरुको लागि लिएर आउने गर्छु। ओके, आजको भिडियोमा यति नै। नेक्स्ट भिडियोमा नयाँ जानकारी लिएर पक्कै आउने छु। ओके, जय नेपाल।